औंला हेलो चलाउँदा एभ्रिवान बिर्सिन्छ नि। हेलो साथीहरू है अर्को पन्जालाई यसरी माथि तल गराउने एक्सर्साइज है पुरै तल लग्नु रोक्नु एकैछिन अनि माथि तान्नु रोक्नु तल 10 पटक माथि 10 पटक गर्न पर्यो कसरत गर्दा सास सुतेर त्यस्तै कसरत गर्दा सास नरोक्ने शरीर टाइट बनाउने नगर्ने है शरीरलाई खुल्ला छोड्ने सास लिने छोड्ने गरेर गर्ने यो दोस्रो भयो है तेस्रो व्यायाममा के गर्ने पन्जा आफूतिर खिच्नु अनि खुट्टा उठाउनु त्यस्तो हो यतिको उठाउनु है अडाउनु है 10 गणन्जल यहाँ अडाउनु अनि सुस्त तल झार्नु त्यस्तै अर्को पनि पन्जा आफूतिर खिच्नु 10 सम्म माथि उठाउनु अनि 1 2 3 4 5 भनेर 10 गणन्जल अडाएर तल झार्ने यसमा अहिले एक पटक यसमा एक पटक गर्नुभयो नि यस्तै 5 पटक गराउनु पछि बिस्तारै बढाएर 10 पटक जस्तो गराउने बुझिराउनु दुईटै खुम्चाउनु आफ्नो दुईटै हातले समात्नु यसलाई छातीतिर लग्नु हातले आउँथ्यो हो यसरी 10 गणन्जल यस्तै राख्नु अनि त्यसपछि तल झार्नुहोस् बुझ्नुभयो फेरि लग्ने राख्ने तल झार्ने गर्ने है अब जसरी दुईटा लग्नु भयो एउटा लग्नु एक घण्टा हो त्यस्तो एउटा हातले छोप्नु एउटा हातले एउटा खुट्टा छातीतिर जाँदा अर्को खुट्टा भुइँमा सोझो गराउने नै खुट्टा हो त भुइँमा राख्नु सिधा गर्नु सिधा हो यसलाई लग्नुहोस् है एकैछिन तान्ने बेसकिन तान्ने आफूतिर आरामले तान्ने बेसरी जराक्क जुरुक्क गर्दिन भएन के आरामले सुस्त गर्दै लिएर जानु पर्यो है र छोड्नु यसलाई दुई टाइम गर्ने बिहान साँझ कि साँझ गर्नु यो पनि लग्ने यो सम्झियो होइन यति कुरा ल अब दुईटै घुँडा खुम्चाउनु त मोड्नु त खुट्टालाई यता ढल्काउनु शरीर ल्याउने होइन है खुट्टा यता आयो फेरि खुट्टा उता लग्ने दायाँ बायाँ गराउने के कति चोटि यता 5 उता 5 पछि यता 10 यता 10 सुरुमा 5 दुईटै घुँडा खुम्चाउनु दुईटा खुट्टाको बिचमा यहाँ सिरानी कुसन जे हुन्छ त्यो राख्नुस् यसलाई च्याप्नु त चाप्नु नि घोडाले चाप्नु बेसकिन हात तल राख्नु कम्मरको भागलाई माथि उठाउनु 1 2 भनेर 10 गणन्जल अडाउनु अनि तल छोड्नु बुझ्नुभयो यति सुरु गराइदिनुहोस् है आजबाट फेरि च्याप्नु त च्याप्नु त्यो च्याप्नु यसलाई च्याप्नु अब उठाउनुहोस् खुट्टा एकैट कम्मर उठाउने कम्मर यसरी उठाउनु 10 गणन्जल अडाउने अनि तल झार्ने कसरत गर्दा सास नरोक्ने शरीर टाइट नबनाउने है सास नरोक्ने